आशिष दाजु आइगएछ पैसा हाल्छु न ग्रुपिङ च्यानल हो ग्रुपिङ च्यानल आज म बोल्दिन ल बोल हजुर गाइज आज हाम्रो गाडी चाहिँ यो हो खोला जाँदैछौँ हामी हाम्रो ड्राइभर एकदम रेडी हुँदैछ है तैँले घिनलाग्दा पोलिथिनमा हालिस् त हौ गुरुजीलाई किन्दैन है केही पनि झालमुरी प्याटै लाग्यो जान्छ हेलो के चाहिँ बियर त बोक्नुपर्छ नि हौ है हामी चाहिँ मिसी खोला छ हाम्रो 8 बजी भन्नु आएर लु एक दुई शब्द बोलौँ न अन्त लु न ओ हाम्रो बहिनी लु त अस्ति त्यत्रो बोलेर आज चाहिँ बोल्नुपर्छ हेलो ड्राइभर के छ भनौँ न अन्त के आजको पार्टी मलाई मन परेन किन फेरि के भयो झालमुरी पार्टी लाग्यो झालमुरी पार्टी छ त अन्त बिरयानी चिकन बिरयानीहरू छ त अन्त पनि हो हाम्रो ड्राइभरै गुरुजीलाई हटाउँ न हाम्रो कतिकोले त गुरुजीले के किनिदिन्छ है गुरुजी आन्न खै हामीलाई किन्देको त्यही त लोभी भन्छ कि गुरुजी यति साह्रो लोभी छ कि हामी के भन्नु अहिले होमस्टेमा किन्दैन के खाने होमस्टे लोभी होमस्टे के खाने लु केही आउनु न भनेको लु न कस्तो अब एक दुई शब्द भनौँ न अब हामी चाहिँ असलै पर्दैन खोला गएको के गरम भएर खोला खेल्नु गएको तर यहाँ 11 बजिसक्यो छिटो होमस्टेमा खानु अरे बसिहाल्नु अनि महँगो होमस्टेमा खानु ल त हामी अब लाग्न आँटेको छौँ गाइस हाम्रो आशिष अनि लिएर चाहिँ के गर्दैछ भाइ छ बुहारी अनुषा बुहारी र दीक्षा बहिनी लानुपर्छ नि के चाहिँ बेगमा छैन नि त्यो त अगाडि एकजना मात्रै बस है म बस्छु हौ पर्खिउँ हाम्रो ड्राइभर पुरा आत्तिँदैछ पुरा किन आत्तिएको छ त्यहाँ त बहुत मिलन लाग्यौँ
टेक्सीको बेकन छ कहाँ राखेँ टेक्नु हेलो भान्जा गीत सुनिहाल्यो होला तपाईँहरू सेयर गरिदिन्छु नि म ल हेलो भनौँ न केही छ आज हामी किन जाँदैछौँ मेची खोला अब सबै हाम्रो नेवार परिवारहरू सबैजना जाँदैछौँ दाजुभाइहरू भेला भएर पार्टी हुन्छ आज चाहिँ गाडी हुन्छ है मजा आउँछ है आज घाम पनि मौसम पनि मजाको भएको छ है भइरहेको छ पानी चाहिँ नपर्दोस् हाई मिनी ब्लग छ हाम्रो अनुक्षाबारीको अनुक्षाबारी मेरो नाम के अरे दीक्षा बहिनी दीक्षा अरे म रोशन खोइ हामी खोला गएको नि हाम्रो हेड अफ द मेन आउँदैछ हेड अफ द मेन आउँदैछ छिटो इनबाट होस् न बाहिर होस् न ब्याट्री बोकी छैन भइगयो त के ढिला आएको त फेरि ल हाम्रो रोशन दाजु हेड अफ द मेन ल त गाइस गएको है हामी अनि पछाडि ठट्मा आइज न के ठट्मा यहाँ ठट चाहिँ खुला छैन ल त लाग्यौँ हामी त्यहाँ अब एमबी ज्यादा खान्छ त्यसबाट एमबी त कम्ती भिड लाग्दो हुँदैन नि होइन खाना त दिक्क कम बनाउँछ होला होइन खोलामा खोलामा यहाँ त अचानक अचानक भइहाल्छ त मसला पिस्ने जति छ अचानक अचानक जति छ ब्यागमा गीत चाहिँ उनीहरूको लगाउँ राम्रो राम्रो गीत खोइ हाम्रो आशिष दाजु हाम्रो रोशन दाजु चाहिँ मेन अफ द फिसिङ मेन हो उहाँ चाहिँ त्यहाँ रहेछ हाम्रो आज नेवार परिवार खोला खेल्नु जाँदैछौँ मलाई बहुत अप्ठ्यारो बस्यो डाङ्ग्रा ए भन्दै हेरौँ न त्यहाँ भयो त मलाई त थाहै थिएन नि त्यो पनि म उसलाई भन्दै अब है खोला जानु पाए पनि हुन्थ्यो नि है लोकल हाल्दिउँ केटा उता जाँदै रहेछ हाल न सिम्ला हुन्छ त हौ बिहार पनि किन्दैन कम्ती पनि अहिले दाजु हो नि त हाम्रो हेड अफ द मेन पो छ हौ है हेड अफ द मेन आज त तिमी पाउ अहिले जान्न कुन कुन मनपर्छ केटा हो मेरो म होलसेल रेटमा दिइहाल्छु गाइज आज चाहिँ एकदम टुरिस्टहरू बेसी रहेछ हो यहाँ बाइकहरू देखिहाल्नुभयो होला यसमा राखेको छ बाइकहरू यहाँ चाहिँ सबैको छुट्टी ड्युटी पनि हुँदैन सन्डे चाहिँ आज हामी असले फल्स जाँदैछौँ त्यही भएर चाहिँ एकदम टुरिस्टहरू पनि पुरा झरेको छ गाइज हामी
हामी पनि जाँदैछौँ, इन्जोय गर्छौँ, तपाईँहरूलाई अपडेट दिँदै गर्छु म। टुरिस्टहरू चाहिँ पुरा रहेछ हो, यसो जाँदैछ जाँदै रहेछ टुरिस्टहरू पनि यसो र पुरा जाँदै रहेछ। बाटो चाहिँ यस्तो छ भिडभाड हेरिहाल्नुहोस् तपाईँहरूले, ससले फल्स जानेहरू चाहिँ भिडभाड देखिहाल्नुहुन्छ तपाईँहरूले। गाइज फाइनली हामी असले फल्स आइपुगेको छौँ। यस्तो छ तपाईँहरूलाई असले फल्सको ब्लग चाहिँ मैले देखाएकै हो, तर पनि आज हामी आउने भएर फेरि हामी सबैजना एक्साइटेड छ। हल्ला गरौँ न, हल्ला गरौँ। रोशन हेलो एकदम ठिक छैन। रोशन बोल न हौ। भाटामा कस्तो ब्लगरलाई भाटा खोज्नु लगाएको जहिले दामी आउँछ नेटवर्क। जियोको नेटवर्क दामी आउँछ नेपाल हो। एकदम तल जाने हामी, तल गएर हामी एकदम खोलाको छेउमा खेल्ने पिकनिक र आज हामी चिकन बिरयानी खाने र बनाउने चाहिँ मै हो। मै बनाउँदैछु चिकन बिरयानी चाहिँ ट्राई गर्छु। पौडी छ। यहीँसम्म गाइज हामी चाहिँ उत्रिसक्यौँ, खोला आइपुगिसक्यौँ। टक टक गाइस जसले फल्स यहाँ छ माथि। माछा सबै निकालेन कहाँ जानु? शीतलमा बनाऊ। कुकमा हामी दुई भाइ कुकमा। आमामा के भनेको छ्या त्यो भन्ने कुरो हो त्यही त। ल त गाइज एकदम खुसी छ हाम्रो साथीहरू, एकदम रमाइलो गर्नु आएको छौँ हामी। यस्तै छ। रोशन दाजु चाहिँ मेरो ब्लगमा एनी टाइम हुन्छ, उहाँ चाहिँ मेरो एकदम मिल्ने पार्टनर हो। गरम दिन छ र एकदम
खोला खेल्नु चाहिँ रमाइलो लागिरहेको छ अरे। जाँदैछ हाम्रो